बिहे गरेर पस्तायो कि लास्टमा मान्छे खोज्दैछु कोसँग लिने को कसले थाहा बिहान ड्युटीको लागि टेन्सन कल देखाएंगे 2 कॉपी कल देखेंगे आज कल देखाएंगे 2 कॉपी कल देखेंगे आज अनि बुढीको छुट्टै टेन्सन सामान चाहिएमा मलाई सम्पर्क गर्नु होला गाइज यो चाहिँ मेरो अफिस अब हामी काम गर्ने ठाउँ यस्तो छ यहाँ टेबल यो मेरो कुर्सी गाह्रो छ के गर्ने यस्तै छ सामानहरू यहाँ टक्क अब स्टेसनरीको के सामानहरू फाइलहरू हुन्छ हरेक कुरा हैन रेजिस्टरहरू ट्यागको यो दिनु पर्यो पोलिथिन सोलिथिन के हुन्छ हैन अनि ब्यान्डेज स्यान्डेजहरू हरेक कुरा अब यो के हो यो अल्ट्रासाउन्ड जेल रे भिडियो एक्सरेको सामानहरू के हो यो ल्याबको रिपोर्टहरू बाफ रे बाफ यस्तै छ मेरो काम गर्ने ठाउँ यस्तै छ गाइज ग्याजाङ म्याजाङ छ अलिअलि मिलाउनु पर्छ ट्याक्क लाएर कुर्सीमा बस्ने हैन आनन्दले अनि ब्लग बनाउने बस्ने फुर्सदको बेलामा अरू बेला त काम गर्नु परिहाल्छ मान्छे आउँछन् यो चाहियो त्यो चाहियो के लिने यस्तो चाहियो उस्तो चाहियो घरि ग्लोभ्स चाहियो भन्छन् घरि मास्क चाहियो भन्छन् घरि के चाहियो भन्छन् अरू झाडु छ कुच्चो छ सबै फिनेल चाहियो भन्छन् हरेक कुरा हस्पिटलको सामानहरू साबुनदेखि नुनदेखि लिएर सुनसम्म सबै छ सबै हो सामान आयो गाइज सबै अब यहाँ टक्क मिलाएर राखिँदैछ सामानहरू हाम्रो मनोज ब्रोले सबै हेल्प गर्दैछन् होइन मनोज युट्युबमा ट्याक्कसँगले हेरिदिनु होला लाइक हान्नु उसले ट्याक्क मिलाएर राखिदिन्छन् मलाई हेल्प गरिदिन्छन् मजाले सबै टिस्यु पेपर ब्यान्डेज गजहरू बोराको बोरा आएको छ यहाँ यस्तै छ काम यस्तै छ सामान चाहिएमा मलाई सम्पर्क गर्नु होला होइन त मनोज हामी कर्मचारी हो हामी कर्मचारी हो सामान चाहिएमा सम्पर्क गर्नु होला कथा गाह्रो छ हामीहरूलाई अब के गर्नु यस्तै हो जिन्दगी भयो अब भरि अब यतिको कल देखाएंगे 2 कॉपी कल देखेंगे आज कल देखाएंगे 2 कॉपी कल देखेंगे आज हाम्रो अर्को भाइ पनि आछ नि यहाँ हैन यस्तै छ कुराकानी हुँदैछ सिकिँदैछ उसले पनि नयाँ कुराहरू सिकाउँदैछन् हैन त्यस्तै छ अनि जाने कुराहरू सबै सिकाउने अब यो ग्राउन्ड कहाँदेखि आउँछ दाइ यो ग्राउन्ड त्यो ल्याइदिनु आज कताबाट ल्याइदिनु सोध्नुपर्छ दाइ सोध्नुपर्छ है यो तँले ल्याए नि अब यो कहाँदेखि आउँछ एकैचोटि त सबै त कहाँ सेर्छ हौ दिमागमा लेखिहाल्नु पर्छ एउटा नाममा के गर्नु भने नि सानो डायरी ल्याउने यस्तोमा लेख्दा नि भइहाल्यो नि छ नि एउटा यस्तोमा डायरी रहेछ बनाउनु कि तपाईँ जोमा सामान ल्याउँछ नि दाजु यो कहाँदेखि ल्याउनु भयो अब यो 1 वर्ष टिक्ला 1 वर्षमा आउनु पर्यो तपाईँले भन्नुपर्छ
त्यो सोधिहाल्नु पर्यो तपाईँले भन्नु पऱ्यो यसको बिल कहाँ छ बिल देखाउनु त अनि तपाईँकोमा के नम्बर के त्यो फोन पनि लगाइदिइहाल्नु ठिक छ विशेष कन्ट्याक्ट गर्छु ठिक छ त्यस्तो रहेछ कुरो गाइज त्यस्तो छ है ल सुन्दै गर्नु मैले बिर्सेँ भने मलाई सम्झाइदिनु छोरी चाहिँ अब पिङ त्यहाँ पिङ गर्छ अब टेन्सन तपाईँले टेन्सन अनि त्यस पछाडि उता गएँ घरमा खाना खाएँ अब बिहान ड्युटीको लागि टेन्सन 12 घन्टा रेस्ट छ 12 घन्टा ड्युटी छ बुढीको छुट्टै टेन्सन अनि बुढीको छुट्टै टेन्सन बाबाजी काकाले बिहे गरेपछि धेरै तनाउ छ मलाई जिन्दगी होइन यो एटिट्युड भन्छ यसलाई जिन्दगी होइन जिन्दगी नै भन्छ पब्लिक सेवा आफ्नो सेवा चाहिँ कसले गरिदियोस् आफ्नो सेवा चाहिँ भाडा 12 घन्टामा कति 40,000 बाफरे ल गाइस 12 घन्टामा 40,000 छाप्ने हाम्रो मनोज सरले अनि के चाहियो त अहिले हाम्रो त्यो मुस्ताङमा छ हामी चाहिँ मुस्ताङ जाँदैछौँ यहाँको दृश्य यस्तो छ भन्दा बिचमा म्युजिक हुने यताउति छ फेरि आफ्नो म्युजिक त भइहाल्छ नि फेरि आफ्नो कट गयो फेरि बनाएको छ फेरि कन्टिन्यू छ नि त त्यो कहाँबाट बनाउँदा कुन एपबाट बनाउँछ मसँग हिन्दू त छ सबभन्दा मोबाइलको लागि बेस्ट भनेको क्यापकट हुन्छ होइन म यो लिनलाई नि आइडिया लिनलाई नि मान्छे खोज्दैछु कोसँग लिने को कसले थाहा म छु नि मसँग लिँदा अभी मजा आएगा ना भिडियो होइन मलाई पनि एउटा भिडियो एडिटिङ गरिदिनु ल भन त अहिले होइन भिडियो हालिदिन्छु कि तपाईँमा अनि मेरो एउटा एडिटिङ गरेर हालिदिनु यो म सबै ब्लग हालिदिन्छु पिकनिक जाँदाखेरि पुरै भ्लगमै जाने हो नि त ब्लग बनाउँदै जाने जाने पिकनिक बिहे गरेर पस्तायो लास्टमा गाइस आजको भ्लग यति नै हो होइन अब यस्तै छ काम म पनि सिक्दैछु नयाँ छु होइन धेरै कुराहरू सिक्नु पर्ने छ नयाँ छु बिस्तारै थाहा हुन्छ जे हो सबै यहाँ सबै हेल्पफुल छन् मान्छेहरू सबैले सिकाउँछन् ओर्छन् राम्रैसँग हेल्पफुल छन् होइन अब उता मनोज पनि भइहाले म पनि चाहिँ यहाँको पर्सनल मान्छे हो सकिगयो नि त अनि त्यस्तै छ ल गाइज आजलाई यति नै बाई बाई